आज हामी नेपाल राष्ट्र बैंक बारे अलि गहिरिएर कुरा गरौँ है। खास गरी डाक्टर विश्व पौडेल 18औं गभर्नर बन्नु भएको छ नि। हो, यो नियुक्ति र समग्र राष्ट्र बैंकको भूमिकाकै बारेमा हो, हामीसँग भएका विभिन्न स्रोत लेखहरू हेरेर राष्ट्र बैंकको काम, यसको इतिहास अनि यो नयाँ नेतृत्वले कस्ता चुनौती सामना गर्नु पर्ला भन्ने विषयमा कुरा गर्नेछौँ। खासमा केन्द्रीय बैंकले कसरी काम गर्छ हैन, अनि यो पछिल्लो नियुक्ति किन यति महत्त्वपूर्ण छ भन्ने कुरा सरल तरिकाले बुझ्ने प्रयास गरौँ न त। त्यसो भए सुरु गरौँ न त। नेपाल राष्ट्र बैंक भनेको वास्तवमा के हो, कसरी स्थापना भयो यो? नेपाल राष्ट्र बैंक भनेको चाहिँ देशको केन्द्रीय बैंक हो। भन्नुको मतलब अरू बैंकहरूको पनि बैंक अनि अर्थतन्त्रको एउटा मुख्य नियामक निकाय पनि। ए, नियामक? हजुर, यसको स्थापना त नेपाल राष्ट्र बैंक ऐन 1955 अन्तर्गत भएको। विसम 2013 साल वैशाख 14 गते 2013 मा हो। मुख्य उद्देश्य त देशको बैंकिङ र वित्तीय प्रणालीलाई स्थायित्व दिने अनि आर्थिक विकासमा सघाउने नै हो। अनि यसको त्यो थापाथलीको भवनको पनि त केही कथा छ भन्छन् नि। ए छ नि, त्यो पहिले सिंह महल भनेर चिनिन्थ्यो रे, पछि सिंह शमशेरले 7 लाखमा राष्ट्र बैंकलाई बेचेको भन्ने छ। ए, रमाइलो रहेछ। अच्छा, अब यसका मुख्य कामहरू के हुन् त जसले चाहिँ हामी सबैलाई असर पार्छ? छोटकरीमा भन्दाखेरि हामीले चलाउने पैसा मतलब नोट छाप्ने काम यसैले गर्छ। नोट छाप्ने भइहाल्यो। अनि अरू बैंकहरूलाई लाइसेन्स दिने, उनीहरूले नियम मानेका छन् कि छैनन् भनेर हेर्ने, मतलब नियमन र सुपरिवेक्षण गर्ने। ठिक छ। सँगसँगै ब्याज दर कस्तो हुने, बजारमा पैसा कति चाहिने भनेर मौद्रिक नीति बनाउँछ। विदेशी पैसा डलरहरू कसरी व्यवस्थापन गर्ने त्यो हेर्छ। विदेशी विनिमय पनि है। हो, अनि सरकारलाई आर्थिक सल्लाह दिने, सरकारको बैंक भएर काम गर्ने। गाह्रो पर्दा बैंकहरूलाई पैसा चाहियो भने ऋण दिने अन्तिम ठाउँ पनि यही हो। ए, कति धेरै कामहरू रहेछन्। हजुर, यी सबैले आखिरमा मूल्य स्थिरता र आर्थिक वृद्धिमा असर पार्छन् नि। अब यो यति महत्त्वपूर्ण काम गर्ने ठाउँको नेतृत्वको कुरा गरौँ न। पहिलो गभर्नरदेखि अहिलेसम्मको यात्रा कस्तो रह्यो छोटोमा? पहिलो गभर्नर त हिमालय शमशेर जबरा हुनुहुन्थ्यो, विक्रम सम्वत 2013 देखि 2017 सम्म। ए, उहाँले नै पहिलोचोटि नोटमा हस्ताक्षर गर्नुभएको हो। नेपाली नोटमा पहिलो हस्ताक्षर उहाँकै हो। अनि अर्को महत्त्वपूर्ण काम, तराईतिर त्यति बेला भारतीय पैसा मात्र चल्थ्यो, उहाँले नेपाली पैसा अनिवार्य गराउनुभयो। ए, त्यो त ठूलो काम रहेछ। हजुर, अनि हालसालै 17औं गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सक्नुभयो 2076 देखि 2081 सम्म। उहाँको कार्यकालमा त कोभिड पनि पर्यो अनि केही विवादहरू पनि आए हैन, त्यो निलम्बनको कुरा। हो, कोभिडको बेलाको व्यवस्थापन अनि सरकारले निलम्बन गर्ने र पछि फेरि अदालतले पुनर्बहाली गरिदिने घटनाक्रम पनि भयो उहाँको पालामा। र अब आएका छन् 18औं गभर्नर डाक्टर विश्व पौडेल। उहाँको पृष्ठभूमि के हो अनि यो नियुक्ति प्रक्रिया चाहिँ कस्तो रह्यो? स्रोतहरूले अलि चासो दिएका छन् यसमा। डाक्टर पौडेल त अर्थशास्त्रमा अमेरिकाको एकदमै राम्रो मानिने युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट पीएचडी गर्नुभएको। ए, बर्कलेबाट? हजुर, उहाँ यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो 2078 साउनदेखि, अनि काठमाडौँ विश्वविद्यालयमा पढाउनु पनि हुन्थ्यो, प्राध्यापन पनि हो। तर उहाँको नियुक्ति प्रक्रिया चाहिँ अलि लम्बियो अनि राजनीतिक वृत्तमा पनि निकै चर्चा भयो। किन होला? निवर्तमान गभर्नरको कार्यकाल सकिनु 1 महिना अघि हुनुपर्ने नियुक्ति झण्डै 2 महिना ढिलो भयो। ए, 2 महिना? हजुर, अनि अर्को कुरा, गभर्नर सिफारिस गर्ने समितिमा पनि फेरबदल भयो। डाक्टर पौडेल आफै सुरुमा त्यो समितिको सदस्य हुनुहुन्थ्यो रे, पछि आफै गभर्नर बन्नलाई राजीनामा दिनुभयो भन्ने कुरा आयो। ए, यो त अलि अनौठो सुनियो। हो, अनि स्रोतहरूले उहाँको पहिलेको राजनीतिक संलग्नता मतलब नेपाली कांग्रेसबाट चुनाव लडेको कुरालाई पनि जोडेर हेरेका छन्, तर उहाँले पार्टी सदस्यता छोडिसकेको भन्ने जानकारी पनि आएको छ। यो नियुक्ति प्रक्रियाको रस्साकसीले अलिकति राष्ट्र बैंकको स्वायत्ततामाथि नै प्रश्न उठाए जस्तो देखियो नि, हैन? यही पृष्ठभूमिमा अब नयाँ गभर्नरले सामना गर्नुपर्ने मुख्य चुनौतीहरू चाहिँ के छन् त? हो, एकदम। स्रोतहरूले केही गम्भीर चुनौतीहरू देखेका छन्। पहिलो त यही नियुक्ति प्रक्रियामा अलि राजनीतिकरण भयो कि भन्ने जुन कुरा उठ्यो नि, त्यसले गर्दा राष्ट्र बैंकको साख र स्वायत्ततामा अलिकति प्रश्न उठ्यो भन्ने छ। त्यसलाई फेरि बलियो बनाउनु पर्ने।
त्यो पहिलो भयो। दोस्रो, त्यो सम्पत्ति शुद्धिकरण हेर्ने अन्तर्राष्ट्रिय संस्था छ नि, एफएटीएफ एफएटीएफ हो, त्यसको ग्रे लिस्टमा नेपाल फेरि परेको छ फेब्रुअरी 2024मा। फेरि परेको? हजुर, यसबाट छिटै बाहिर निस्कनु पर्यो, नत्र विदेशबाट पैसा ल्याउन पठाउन गाह्रो र महँगो हुन सक्छ। यसमा त्यो शङ्कास्पद कारोबार बढेको 2024मा झण्डै 49% बढेको भन्ने रिपोर्ट छ, अनि सहकारी क्षेत्रको नियमन जस्ता कुरा पनि जोडिएका छन्। सहकारीको कुरा पनि आयो है? तेस्रो, अहिले अर्थतन्त्र अलि सुस्त छ नि, बजारमा माग कम छ। यसलाई चलायमान बनाउन, आर्थिक पुनरुत्थान गर्न मौद्रिक नीतिले कसरी सहयोग गर्ने भन्ने चुनौती छ। बेरोजगारी, लगानीको कुरा पनि यसैमा पर्यो। चौथो चाहिँ केन्द्रीय ब्याङ्कको स्वायत्तता पनि जोगाउने, सरकारसँग राम्रो समन्वय पनि गर्ने। खास गरी अहिले अर्थमन्त्री र गभर्नर फरक राजनीतिक पृष्ठभूमिबाट आएको जस्तो देखिन्छ, त्यसैले यो सन्तुलन महत्त्वपूर्ण छ। यो सन्तुलनको कुरा। हजुर। र पाँचौं, अहिले विदेशी मुद्रा सञ्चिति राम्रो छ, रेमिट्यान्स पनि बढेको छ, तर यो पैसालाई कसरी उत्पादनमूलक क्षेत्रमा लगाउने, कसरी दिगो आर्थिक वृद्धि गर्ने, यो पनि ठूलो चुनौती हो। आज हामीले नेपाल राष्ट्र ब्याङ्कको स्थापना, कामहरू, नेतृत्वको इतिहास र भर्खरै नियुक्त हुनुभएका नयाँ गभर्नर डाक्टर विश्व पौडेल सामुका अवसर र चुनौतीहरूबारे निकै विस्तृत कुरा गर्यौं। साँच्चै केन्द्रीय ब्याङ्क देशको अर्थतन्त्रको एकदमै संवेदनशील अङ्ग रहेछ। यसको हरेक निर्णयले हामी सबैलाई छुन्छ। बिल्कुल। अब सोच्नुपर्ने कुरा के हो भने नि, एकातिर केन्द्रीय ब्याङ्कको स्वायत्तता जोगाउनै पर्यो, अर्कोतिर सरकारसँग मिलेर काम नगरी पनि भएन। यो दुईवटा कुरा बीचको जुन नाजुक सन्तुलन छ, यसले नेपालको आर्थिक भविष्यलाई कता लैजाला, विशेष गरी अहिले हामीले भनेका यी चुनौतीहरूको बीचमा। आगामी दिनहरू पक्कै पनि हेर्न लायक हुनेछन्।